आज केही कुरा म बोल्न गइरहेको छु र धेरैजना भाइहरूको चाहिँ कमेन्टहरू आएको कारणले गर्दाखेरि चाहिँ म भाइहरूको आवाज बनिदिनको लागि चाहिँ म विवश छु र मेरो यो आवाज होइन, यो मेरो कुरा होइन, यो सारा आम भाइको 1060 को 2080जना अस्तिजना जसले फर्म भरेका थिए र जतिजना भर्तीमा आएका थिए ती भाइहरूको कुराहरू है, मेरो कुरा होइन, पर्सनल कुरा होइन। फेरि मलाई भन्लान् कि भ्युज कमाउनको लागि यसले अब यसको भिडियोहरू रिच हुन जान छोड्यो, भ्युज कमाउनको लागि चाहिँ भर्ती त बन्द भयो, अब बन्द गरिदियो भिडियो, ओएलसिपी अहिले खुल्दैन भनेर धेरै कुराहरू भन्न सक्छन् र ती व्यक्तिहरू बोल्दै गरौँ र धेरैजना भाइहरूले चाहिँ मलाई यो कुरा राखिदिनु पर्यो। गुरुजी, दाजु, सर भनेको कारणले गर्दाखेरि चाहिँ मैले आज यो कुरा यहाँ समक्ष राख्न विवश भएको छु। जस अन्तर्गत के कुरा रहेको छ भन्दाखेरि मार्कसिटमा जुन अस्ति मार्कसिट भन्न आएछ, सरी, जस्तो आइडी कार्ड दिएको थियो जसमा हाइटको पोइन्ट चढाइएको थियो हैन, हाइट चढाइयो, पोइन्ट चढाइयो, अनि त्यसमा जुन इभेन्ट उनीहरूले क्वालिफाई गरे त्यो चढायो, 1600 मिटरको चढाइयो, 5 किलोमिटरको चढाइयो, हाई जम्प चढाइयो, लङ जम्प चढाइयो। तर के चढाइएन भने स्पोर्ट्सको मार्क र स्पोर्ट्स र एजुकेसन एकाडेमिक सर्टिफिकेटमा उनीहरूको कुन डिभिजन आइरहेको थियो त्यो मार्क चढाइएन। के फ्री फियर र ट्रान्सप्यारेन्ट सबैलाई देखिने, यहाँ चाहिँ कुनै पनि झोलझाल हुँदैन भन्ने धेरैजना भित्रको पदाधिकारीहरू, स्टाफहरूले भनिरहनु भएको छ। के यो साँच्चै नै पारदर्शी भयो? यो सेलेक्सन पारदर्शी भयो सबैलाई? मेरो कुरा होइन है, मेरो कुरा होइन है, सबैजना भाइहरूको कुरा, यो मेरो व्यक्तिगत कुरा होइन, व्यक्तिगत मेरो रेसिपी कसैमाथि पनि छैन, तर सबैजनाले स्पष्ट रूपमा देखिने। र मैले मान्छे लिएर गएको थिएँ, यसले पैसा खाना खायो, उठायो, यताउता भन्ला, के गर्ला, कसो भन्ला, त्यो डज नट म्याटर, मलाई मतलब छैन ती कुराहरूमा। र मैले एकाडेमिक जुन एउटा स्कुलले आफ्नो चार्ज लिन्छ त्यति मात्र चार्ज लिएको छ, जुन चार्ज चाहिँ जुन एकाडेमिक त्यो उहाँहरू चाहिँ तयारी नगरिकन एकैचोटि जानुहुन्छ, उहाँहरूलाई यो कुरा थाहा छैन होला। यो कुरा भनौँ भने र धेरैजना भाइहरूले चाहिँ यसमा चित्त दुखाइरहेका छन्। हाम्रो मार्क, मेरो यति पोइन्ट पुगेको थियो, इन्टरभ्यू बिना 27, 28, 29 त मेरो त इन्टरभ्यू बिना नै पुगेको थियो पोइन्ट, तर मेरो नाम निस्केन। यसमा के हो? झोलझाल भयो भन्ने धेरैजना भाइहरूको चाहिँ गुनासो आइरहेको छ। यसमा चाहिँ अलिकति तपाईँहरूले पनि यसलाई पारदर्शी बनाउनको लागि, सबैजना युवाको मन जित्नको लागि पनि एउटा पारदर्शी तरिकाले देखाउनु पर्यो भर्ती प्रक्रिया। र म के भन्न चाहन्छु भने भाइहरूको कुरा हो, यी सब कुराहरू भनेको पारदर्शी भएन अरे, यसमा चाहिँ देखिएन पनि, हुन पनि हो। अगाडि नै भाइहरूको चाहिँ एजुकेसनको एकाडेमिक सर्टिफिकेटमा जुन लिएर आएको थियो, एकाडेमिक क्वालिफिकेसन उनीहरूको थियो, त्यसमा पोइन्ट चढाइदिएको थियो भने, स्पोर्ट्सको पनि पोइन्ट चढाइदिएको थियो भने उनीहरूलाई त्यो लाग्ने थिएन नि त। ओहो, उनीहरूको यति पोइन्ट आइरहेको थियो र अहिले आएको हालको लिस्टलाई एनालाइज गर्दाखेरि उनीहरूको पोइन्ट थाहा पाउँथ्यो नि त। मेरो त ओहो यति त अलरेडी मेरो पुगेको थियो, मैले देखाएको फिजिकलमा र मेरो हाइटमा र मेरो एकाडेमिक सर्टिफिकेटमा र मेरो चाहिँ स्पोर्ट्समा गरी यति पोइन्ट आएको थियो, मैले चाहिँ यति पोइन्ट थियो र मेरो यति आउँदा पनि इन्टरभ्यूमा यति आउँदाखेरि पनि त्यो खालको थियो भन्ने कुराहरू आउन सक्थ्यो। र इन्टरभ्यू पनि एकदम धेरै कम समयको राखिएको थियो हैन। अब यसमा बटालियनलाई चाहिने व्यक्ति अब छान्ने आइजे सारे हो हैन, उहाँले आफ्नो बटालियनलाई चाहिने योग्य क्यान्डिडेट पाइसक्नु भएको छ। अब आउने नेक्स्ट जुन इन्टेक छ, अब कहिले भर्ती खुल्छ त्यतिखेर चाहिँ सबैजना अरू पनि रुष्ट नहुन्। मैले बोलेर मेरो कुरा 2-4 जनाले सुनेर मात्र मैले इन्फ्लुएन्स गर्ने होइन भाइहरूलाई, तर भाइहरू कहाँबाट इन्फ्लुएन्स भइरहेका छन्? मैले ओएससीपीको बारेमा राम्रो कुराहरू गर्दा मात्र भाइहरू इन्फ्लुएन्स हुने हो कि अहिले जुन 2860 जना समथिङ के कति थियो लगभग रेसियो हेर्दाखेरि, ती भाइहरू अलरेडी आएर झारसुगुडा आएर उनीहरूले देखिसके, भर्ती प्रक्रियादेखि लिएर झारसुगुडादेखि लिएर
उहाँनिर के छ कस्तो छ भन्ने कुरा उनीहरूले देखिसके, मैले भनिरहनु पर्दैन। र अर्को कुरा, र उनीहरूलाई इन्फ्लुएन्स, अस्ति उनीहरूलाई केही थाहा थिएन, 5-6 वर्ष अगाडि मैले यो भिडियो भाइरल भयो र इन्फ्लुएन्स गरियो, जति सक्दो गरियो होइन, त्यहाँसम्म आए भाइहरू भर्तीको लागि। तर उनीहरूले पनि देख्न सक्छन् कि हालसम्म उनीहरूले चाहिँ कसरी भर्ती दिए र कस्तो थियो भनेर उनीहरूले आफै भन्छन्। र भोलिको दिनमा अलिकति बटालियनले पनि, सेकेन्ड गोर्खा बटालियनले, ओएसएपी ओडिसा स्पेसल आर्म पुलिस फोर्सले पनि यसलाई चाहिँ अरू भाइहरूको पनि लागोस् कि यहाँ पनि पारदर्शी हुन्छ, फ्री फेयर एन्ड ट्रान्सप्यारेन्ट भर्ती सेलेक्सन हुन्छ, उनीहरूलाई पनि त्यो भित्रबाट लागोस्, हामीले त्यस्तो हुँदैन भन्ने कुरा नलागोस्, र अभिभावकहरूलाई पनि लागोस् कि ओएसएपीको सेलेक्सन चाहिँ जुन चाहिँ पारदर्शी छ है भन्ने कुरा लागोस्। म यही भन्न चाहन्छु। अब गल्ती कतिपय कुराहरू गर्दै भन्दै जाँदाखेरि मान्छेबाट नै हुने गर्छन् है त, तर त्यसलाई पनि आत्मसात गरेर सुधार्दै लिएर जानुपर्ने हुने गर्छ, जसमा चाहिँ अबको सेलेक्सन सायद राम्रो हुनेछ भन्ने हामी आशा गर्छौँ। यही नै भन्न चाहन्छु। स्टे ट्युन्ड अन माई मिनी भ्लग एभ्रीवन। र तपाईँहरूलाई पनि भाइहरूलाई जतिजना भिडेको थियो के कस्तो लागिरहेछ आफ्नो प्रतिक्रिया पनि त्यो होला है त एभ्रीवन। धन्यवाद।